आजको यस होली मिलन समारोह जुन हामी चाहिँ यो बालबालिकाहरू जो केमा परेका बालबालिका भन्छौँ हामी उसमा परेका अपराधमा परेका बालबालिका बालभित्याइ भन्छौँ बालभित्याइ गरेका बालबालिकाहरूसँग हामी होली मिलन कार्यक्रम गरिरहेका छौँ। यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो प्रमुख जिल्ला अधिकारी जसको नेतृत्वमा आज हामी यो होली मिलन समारोहमा सरिक भइरहेका छौँ। हाम्रो सशस्त्र प्रहरीका एसपी साहब, हाम्रो चाहिँ रोशन सर, अनि यहाँ सम्पूर्ण पत्रकारज्यूहरू, म्याडम हुनुहुन्छ यहाँ, यो बालगृह प्रशासन सबै र सम्पूर्ण भाइ बहिनीहरू, वास्तवमा यसरी बस्दाखेरि हाम्रा केही मानव अधिकारहरू वञ्चित भएका हुन्छन्। हामी घर परिवारबाट टाढो बसेका छौँ, हामीले चाहेर नचाहेर। जुन बेलामा बच्चाहरूलाई के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने पनि राम्रो छ जानकारी नभएको बेलामा कतिपय यस्तो बेलामा तपाईँहरूलाई चाहिँ अपराधमा तपाईँहरू संलग्न भएको भनेर मुद्दाहरू चलाइएको छ। कति संलग्न नि भइएको छ, त कानुन जानेको छैन भनेर पनि छुटो पाइँदैन। नजानेको कानुन पनि मान्नुपर्छ, जानेको कानुन नि मान्नुपर्छ, नजानेको कानुन नि मान्नुपर्छ। त्यसरी नजानेको काम गर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ अहिले यसरी बस्नु भएको छ। तर यो बेला भनेको प्रयास गर्ने बेला हो, यो बेला भनेको माफी माग्ने बेला हो। भगवान्सँग माफी माग्ने, गार्जेनसँग माफी माग्ने, बिस्तारै आफूलाई चाहिँ बिस्तारै मोटिभेट गर्दै जाने, सिक्दै जाने र यहाँबाट निस्किएपछि म यो योजना बनाएर काम गर्छु, मेरो उज्जवल भविष्य बनाउँछु भनेर चाहिँ सोच्दै जाने बेला हो। यहाँ बस्दाखेरि नेगेटिभ नहुनु होला, पोजिटिभ हुनु होला। यहाँ बस्दाखेरि नकारात्मक नसोच्नु होला, सकारात्मक सोच्नु होला। कहिलेकाहीँ के भन्दाखेरि लागु औषध नपरेका बच्चाहरू यहाँ हुनुहुन्छ। लागु औषध यहाँ तपाईँहरूको बिना शुल्कको रिहाब हो। तपाईँहरूलाई लागु औषध नखाइ नहुने अवस्थामा ल्याएर यहाँ भित्र राख्दाखेरि तपाईँ अब लागु औषध नखाइ पनि पार्न सक्ने हुनुभएको छ। चोरेर खाना पर्ने बेलाका भएका बालबच्चाहरू चोरीमा कोही केसमा पर्नुभयो होला। अब तपाईँहरू यहाँ बसेर निस्किँदाखेरि हामी एउटा श्रम गरेर खाने बच्चा भएर निस्किनुहुन्छ। कतिपय रेप केसहरू लाग्यो होला कसैलाई, त्यो भनेको उमेर अनुसारको त्यो हुने अपराधहरू छन्। ती अपराधहरूलाई अब म यहाँबाट निस्केर म यस्तो काम गर्दिनँ प्रयासित गर्नुपर्छ। भगवान्को भक्ति गर्नु होला, आफ्नो धर्मशास्त्र अनुसारको भगवान्को भक्ति गर्नु होला तपाईँहरू। त्यसपछि साथीभाइसँग चाहिँ बाल्यकालको कुराहरू सेयर गर्नु होला, सल्लाह गर्नु होला, कथा भन्नु होला, कविता भन्नु होला, मिलेर बस्नु होला। कोही डिप्रेसनमा जान लाग्छ भने सबै मिलेर त्यसलाई चाहिँ यसरी जान हुन्न, पक भाइ ठिक हुन्छ पछि भनेर सम्झाउनु होला। यो सबै कुराहरू तपाईँहरू गर्नु होला र कानुनमा परिसकेपछि कानुनको तराजुमा चाहिँ जोखिएर चाहिँ यहाँबाट निस्किनु त पर्ने नै हुन्छ। त्यो हिसाबमा तपाईँहरूलाई पर्छ। धेरै दुःख नमान्नुहोस्। कहिलेकाहीँ मान्छेहरूले जिन्दगीमा पूर्वजन्ममा गरेका अपराधहरूको कारणले पनि अहिले पनि अपराध गर्न पुगेका हुन्छ मान्छेहरू। त्यो कारणले गर्दाखेरि प्रयासित गर्नुहोस्, धैर्य गर्नुहोस्। तपाईँहरू बिस्तारै तपाईँहरू सबै छुटेर गइहाल्नुहुन्छ र बाहिर गइसकेपछि तपाईँहरूलाई चाहिँ एउटा राम्रो व्यवस्थापन गर्न सक्ने गरी चाहिँ हाम्रो तयार गर्नुहोस्। यहाँ पढ्ने किताबहरू छन्, किताबहरू पढ्नुहोस्। यहाँनिर चाहिँ साथीभाइतिर खेल्न मिल्ने गेमहरू खेल्नुहोस् र राम्रोसँग भाइचाराको हिसाब गर्नु होला। झै झगडा गऱ्यो भने अर्को केसमा गइन्छ। फेरि एउटा केसमा परेको छ, फेरि यहीँभित्र झै झगडा गऱ्यो भने अर्को केसमा गइन्छ, फेरि डबल सजाय। यहाँ बसेकोले अपराध गऱ्यो भने त डबल सजाय हुन्छ। त्यसरी सजाय हुने गर्छ। त्यो भएर कोही त्यस्तो सोच भएका त्यस्ता भाइ साथीहरू छन् भने पनि तिनलाई यस्तो गर्नुहुन्न भनेर तपाईँहरू सबै मिलेर चाहिँ सम्झाउनु होला। त्यो कुरा रिपोर्टिङ गरिदिनु होला। भित्रभित्र कतिपय कुराहरू थाहा पाएको छ भने त्यो कुरा यहाँको वार्डेनरलाई भनिदिनु होला, यहाँको सेक्युरिटीलाई भनिदिनु होला। किन भन्दाखेरि त्यो सबैको सजाय फेरि सबैले भोग्नुपर्ने हुन्छ। त्यो भएर गर्दाखेरि एउटाले गलत गर्यो भने सबै माथि चाहिँ आइलाग्छ। त्यो गलत गरेर कसैलाई नदिनु होला। सही हिसाबले काम गर्नु होला। तपाईँहरूलाई बेला बेला हामी भेट्न पनि आउँला। तपाईँहरूका अन्य कुराहरूका सम्बन्धमा आज सिडिओ साहबले यसरी एउटा कोअर्डिनेसन गरिदिनु भयो। यस्तै कोअर्डिनेसन कुनै दिन हामीले गर्नुपर्ने ठाउँहरू आए, व्यक्तिहरू भेटियो भने हामी फेरि पनि आउँछौँ। तपाईँहरूलाई उज्जवल भविष्यको शुभकामना दिन चाहन्छु। यो होलीको रङले तपाईँहरूको जीवनमा उल्लास लिएर आओस्। तपाईँको जीवनमा तपाईँका चाहिँ ऊहरू चाहिँ राम्रो हुँदै जाओस्। एकदम तपाईँहरू उत्तरको प्रगतिको कामना गर्छु र सत्कर्ममा लाग्नु होला। तपाईँहरूलाई कसैले अपराधी भनेको छैन। तपाईँहरू यो बाल विज्ञाइ गरेको व्यक्तिहरू हो, तपाईँहरू अपराधी होइन, तपाईँहरू बाल विज्ञाइकर्ताहरू हो। त्यो हिसाबले गर्दा सुध्रिनु होला भन्ने पनि तपाईँहरूलाई भन्न चाहन्छु। र यो आयोजनाका लागि विशेष गरी यो कोअर्डिनेसनको लागि हाम्रो
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यसको सबै व्यवस्थापन मिलाइदिनु भने हाम्रो रोशनजी हुनुहुन्छ, रोशनजीलाई पनि धेरै आभार व्यक्त गर्न चाहन्छु। यस्तै मनहरूले गर्दाखेरि सबैका ऊहरू चाहिँ विकास हुँदै जान्छन्। यस्ता मनहरू भएका व्यक्तिहरूले गर्दाखेरि अन्य धेरै क्षेत्रमा चाहिँ के अरे हामीले राम्रो हिसाबले कामहरू गर्न सामाजिक सेवाहरू गर्न सक्छौँ। यसको लागि तपाईँलाई धन्यवाद र यो आयोजनाको लागि यो आतिथ्यताको लागि धन्यवाद ज्ञापन गर्दै बिदा हुन्छु। भाइहरूलाई ह्याप्पी होली भन्न चाहन्छु। ह्याप्पी होली, जय नेपाल।